आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा छलफल गर्दैछौँ, त्यो हो पशुहरूको लागि आइभरमेक्टिनको सही मात्रा कसरी पत्ता लगाउने। अब सुरु गर्नुभन्दा पहिले एउटा कुरा के बुझ्न जरुरी छ भने कुनै पनि औषधिको मात्रा थोरै तलमाथि हुँदा पनि फाइदाभन्दा कैयौं गुणा बढी हानि हुन सक्छ। त्यसैले सही जानकारी हुनु एकदमै महत्त्वपूर्ण छ। तर चिन्ताको कुरा छैन। आजको यो चर्चाको उद्देश्य नै यही हो, ताकि पशुहरूको लागि सही मात्रा कसरी निर्धारण गर्ने भन्ने बारे स्पष्ट जानकारी होस् र उनीहरूलाई सुरक्षित राख्न सकियोस्। ल त्यसो भए सुरु गरौँ है त। सबैभन्दा पहिले औषधिको बारेमा केही आधारभूत तर एकदमै काम लाग्ने जानकारीबाट सुरु गरौँ। हामीले प्रयोग गर्ने आइभरमेक्टिन प्राय 1% सोल्युसन भनेर लेखिएको हुन्छ। अब यो 1% सोल्युसन भनेको चाहिँ के हो त? सुन्दा अलि प्राविधिक लागे पनि यसको मतलब एकदमै सरल छ। हरेक 1 मिलिलिटर झोलमा 10 मिलिग्राम आइभरमेक्टिन हुन्छ। हाम्रो सबै हिसाबको आधार यही हो। यो आधारभूत कुरा बुझिसकेपछि अब लागौँ त्यो सामान्य नियमतर्फ जुन धेरैजसो पशुहरूमा लागू हुन्छ। यहाँ एउटा गोल्डन रुल जस्तै छ, एउटा जादुई नम्बर, त्यो हो 0.2 mg पर केजी। यसको मतलब पशुको हरेक 1 किलो तौल बराबर 0.2 मिलिग्राम औषधि चाहिन्छ। लगभग सबै हिसाब यही सूत्र वरिपरि घुम्छ। अब त्यो सूत्रलाई अझै सजिलो भाषामा भन्दाखेरि के हुन्छ भने 1 ml औषधिले 50 किलो तौल भएको पशुलाई ठिक्क हुन्छ। यो सम्झन कति सजिलो छ हैन त? त्यसो भए मात्रा निकाल्ने तरिका के त? एकदमै सजिलो छ। जम्मा 3वटा चरणहरू छन्। पहिलो, पशुको सही तौल लिने। दोस्रो, त्यो तौललाई 0.2 ले गुणन गर्ने। र तेस्रो, यसबाट कति ml औषधि चाहिन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ। ल अब यो सामान्य नियमलाई व्यवहारमा उतारौँ न त। विशेष गरी गाई बस्तु र बाख्राहरूमा यो कसरी काम गर्छ हेरौँ। जस्तै 50 किलोको गाई वा भैँसी छ भने 1 ml चाहियो। अब तौल ठ्याक्कै दोब्बर, मतलब 100 किलो भयो भने मात्रा पनि दोब्बर, 2 ml। यही हिसाबले हरेक 50 किलो तौल बढ्दै जाँदा 1 ml मात्रा थपिँदै जान्छ। यो नियम ठूला पशुमा मात्र होइन, साना पशुहरूमा पनि ठ्याक्कै मिल्छ। जस्तै बाख्रा भेडाको कुरा गरौँ, 25 किलोको छ भने आधा ml, 40 किलोको छ भने 0.8 ml र 50 किलो पुग्यो भने ठ्याक्कै 1 ml। हिसाब एकदमै सिधा छ। तर कथा यहाँ सकिँदैन। अब आउँछ एउटा महत्त्वपूर्ण मोड। किनभने केही यस्ता पशुहरू छन् जसले यो सामान्य नियम मान्दैनन्। उनीहरूलाई विशेष ध्यान दिनुपर्छ। अब मनमा एउटा प्रश्न आउन सक्छ कि यो 1 ml ले 50 किलो भन्ने नियम सबै पशुमा लागू हुन्छ त? सोच्दा त हुन्छ जस्तो लाग्छ, तर वास्तविकतामा जवाफ हो हुँदैन। र त्यो अपवादमा पर्छ सुँगुर। हो, सुँगुरको लागि नियम अलि फरक छ। जहाँ अरू पशुलाई 0.2 mg पर केजी चाहिन्छ, सुँगुरलाई भने त्योभन्दा बढी 0.3 mg पर केजी चाहिन्छ। अब यसले के फरक पार्छ त? हेर्नुस् है, 50 किलोको गाईलाई 1 ml दिए पुग्थ्यो, तर त्यही 50 किलोको सुँगुरलाई 1.5 ml दिनुपर्ने हुन्छ। यो आधा ml को फरकले धेरै ठूलो असर पार्न सक्छ। त्यसैले यो जान्न जरुरी छ। अब कुरा गरौँ घरमा पालिने कुकुर बिरालोको। यिनीहरूको केस झन् फरक छ। यहाँ कुनै एउटा निश्चित नम्बर हुँदैन, बरु एउटा दायरा हुन्छ। उदाहरणका लागि 10 किलोको जनावरलाई 0.2 ml देखि 0.4 ml सम्म दिन सकिन्छ। यस्तोमा चाहिँ सबैभन्दा राम्रो त पशु चिकित्सकसँगै सल्लाह लिनु हो। ल अहिलेसम्म हामीले धेरै कुरा गर्यौं हैन त? अब यी सबै जानकारीलाई एकै ठाउँमा राखेर हेरौँ न। यहाँ हेर्दा सबै कुरा छर्लङ्ग हुन्छ। गाई बस्तु र बाख्राहरू सामान्य नियममै परे। तर ध्यान दिनुपर्ने 2 मुख्य अपवाद, पहिलो सुँगुर जसलाई बढी मात्रा चाहियो, र दोस्रो कुकुर बिरालो जसको मात्रा एउटा निश्चित दायरामा हुन्छ। अन्त्यमा के कुरा बुझियो भने सही मात्रा नै पशु स्वास्थ्यको सबैभन्दा पहिलो र महत्त्वपूर्ण पाइला हो।